अहिले हामी चाहिँ यहाँ बोराबाद भन्ने ठाउँमा आएको छु। अहिलेको यो भाइरल प्लेस हामी तपाईँलाई देखाउँछु ल। यहाँनिर के लेखेको छ, यहाँ पौडी खेल्न मनाइ छ, पानीको सतह गहिरो छ अरे ल। यहाँनिर चाहिँ बोटिङ पनि गर्न पाइने रहेछ यहाँनिर। अहिले जस घुम्नलाई चाहिँ राम्रै ठाउँ रहेछ। त्यसले हर्स राइडिङको पनि व्यवस्था रहेछ ल। घोडा पनि चढ्न पाइने रहेछ। बालुवा र खोला, नेपालमा समुद्र त छैन, हामीले यसलाई चाहिँ समुद्र मान्नुपर्छ होइन। राम्रो रहेछ, निकै नै भिडभाड देख्दैछौँ हामीले। अझै यो बेलुका चाहिँ भिडभाड हुन्छ भनेर यहाँनिर हामीले सुन्यौँ। घोडाको पनि व्यवस्था रहेछ अहिले। यो घोडा चढेको कति लाग्छ है? कहाँसम्म पुऱ्याइनुहुन्छ? एक राउन्ड घुमाइदिनुहुन्छ घोडा 100 रुपियाँ अरे। यस, यो पनि एउटा राम्रो कुरा हो। यो बालुवा छ यहाँनिर, निकै अहिले मेला लागे जस्तो हुँदो रहेछ ल। यहाँ खाने ठाउँहरू, चिया नास्तादेखि लिएर टिकटक बनाउनेहरू भिड देखिरहेका छौँ। वास्तवमा साँच्चै नै सुन्दर ठाउँ रहेछ र यहाँ भिडभाड भएको रहेछ भनेर अहिले यहाँ आएपछि मैले बुझेँ होइन। पहाड, कोसी, बालुवाको यो सङ्गम स्थल। यहाँ टेन्ट टाइपको एउटा तेलहरू पनि रहेछ ल। अहिले हामी यहाँ दुईजना घुम्न आएको छौँ, हाम्रो तारा गुरु र म। तारा गुरु के छ तपाईँलाई, कस्तो लाग्यो त? यो अनुभव कस्तो रह्यो भन्नु त? के छ तपाईँको लागि? यो कोसीको शीतल हावा अनि यो बालुवा प्रकृतिसँग रमाइलो गर्न पाइएको छ। खुसी लागेको छ होइन। अत्यन्त हर्षोल्लासका साथमा होइन हाम्रो यो गइरहेछौँ। कोसीको पानी नै राम्रो है। निकै यहाँ यो 2-3 खालको बोट रहेछ। एउटा यो हातले चलाउने खालको काठको डुङ्गा र त्यहाँनिर मोटर बोट पनि रहेछ। बालुवा केटाकेटीहरूको लागि खेल्ने यस्तो ठाउँहरू पनि रहेछ। यस छुट्टीमा नानी बाबुहरूलाई लिएर आउनुको लागि राम्रो अहिले नयाँ ठाउँ गन्तव्य बनेको रहेछ यो। 100 रुपियाँ अरे बोट चढेको ल। जियोस् ल। त्यो हाम्रो गाडी पनि रहेछ, यो हाम्रो पाल्लामा चल्ने गाडी। ठिक छ, होटलहरू मजाले खुलेको रहेछ, मैले देख्न सकिन्छ। जति साँझ हुँदै गयो त्यति यहाँ अहिले मान्छेको भिड बढ्दै जाने रहेछ। किनभने यो स्पेसल्ली यहाँ सनसेट हेर्नको लागि आउनुहुने मानिसहरूको चाहिँ बढी आउनु हुने रहेछ। अनि अहिले पनि यो सूर्यको किरण यो पानीमा जसरी पर्दाखेरि यो पानीमा जुन किसिमको एउटा यहाँ चमक आइरहेको छ, साँच्चै नै यो पनि एउटा रमणीय छ हेर्नलाई। यो बोराबाद है।